नमस्ते फेरि पनि हामी अब गाडी सर्भिस भयो आज अनि हामी निस्केको है। अब हामी निस्केको गाडी सर्भिस भइसक्यो। देखाउने हो यो गेट पास देखाउनु। ए गेट पास देखाउनु पर्छ। गेट पास देखाउनु पर्छ अरे। चेक गर्ने छ गेट पास देखाउनु। हामी निस्किसक्यौँ है। अब गेटबाट बाहिर निस्किसक्यौँ। अब हामी कता जाने अब हामी जिरो जिरोमा जानुपर्छ। अब हामी पोखरा सिर्जना चोक पृथ्वी चोक सिर्जना चोक हुँदै जिरो। पोखराको सबभन्दा जिरो अनि मेन केन्द्र भयो नि त होइन। पानी आँखा चाहिँ तपाईँलाई क्यामेरामा देखिन्छ कि देख्छ? पानी आएको छ। मैले थाहा पाउनु भयो कि होइन पानी आएको? कहाँबाट हामी टाटा सर्भिस सेन्टरबाट हामी निस्किसकेको है। अब हामी पोखरा चिल्लोढुङ्गा होइन पृथ्वी चोक तल जिरो पृथ्वी चोकबाट तल जिरो जाँदैछौँ है। हामी हाइवे रोडमा निस्क्यौँ। पानी परेको छ पोखरातिर। चिसो मौसम छ। जाम फाइनली हामी हाइवेमा आइसक्यौँ। अब जाँदैछौँ पोखरा पृथ्वी चोकबाट अलि अगाडि जिरोमा। पानी परेको छ। मौसम चिसो जाडो मौसम छ। बाटो एकदमै खराब भएको अवस्था छ है। रोड एकदम खराब भएको अवस्था छ र अहिलेको नयाँ सरकारप्रति ध्यान आकर्षण जाओस् भन्न चाहेँ मैले यहीँदेखि भिडियो मार्फत। रङ्गशाला हो यो रङ्गशाला फुटबल क्रिकेट रङ्गशाला। यो रङ्गशाला गेट है। यो मेन गेट यो रङ्गशाला। पृथ्वी चोकको हाम्रो यो सेतीको पुल ब्रिज है। यो सेतीको बन्दैछ होइन। यतापट्टि काम चल्दै रहेछ। अर्को नयाँ ब्रिज बन्दैछ। चञ्चले गण्डकी अञ्चल पोखरा बजार। पोखराको बजारमा मान्छे हजार होइन। हेर्नु तपाईँ हजारै देखियो हामी फाइनली हामी पृथ्वी चोक आइसक्यौँ। पृथ्वी चोक पोखरा पृथ्वी चोक आइसक्यौँ है हामी।
पोखरा पृथ्वी चोकैमा केटी छैनन् रे होसैमा। आई यो टिभी हो यो बिल्डिङमा होर्डिङ बोर्ड। ओहो ल पृथ्वी चोकमा है यो होर्डिङ बोर्ड पनि देखियो। ल आम्मामा कति ठुलो। ल ल ल ल ठिक छ ठिक छ। हाम्रो पोखरामा पनि धेरै परिवर्तन भएको रहेछ है। यो यता लेक साइड फेवाताल जाने यताबाट हो। हामी फाइनली हामी पृथ्वी चोकको सिग्नलमा छौँ। सिग्नल पार भएर पनि हामी सिर्जना चोकतर्फ लाग्दैछौँ है। अब सिर्जना चोकबाट हामी जिरोमा जाँदैछौँ हामी। पोखरा पृथ्वी चोकैमा पोखरा पृथ्वी चोकैमा कति केटी छैनन् रे होसैमा। पृथ्वी चोक हामी अब सिर्जना चोक आइसक्यौँ। सिर्जना चोकबाट जिरोतर्फ हामी भित्र अगाडि बढ्दैछौँ है त। यो हो सिर्जना चोक। यो सिर्जना चोकको यो ब्रिज हो। यो पब्लिक ब्रिज है। यो रोड क्रस गर्नको लागि यहाँदेखि जाने हो आउने हो माथि पब्लिक ब्रिज हो। यहाँ धेरै परिवर्तन भएको छ पोखरा। यहाँबाट पनि माथि जाने हो। आकाशे पुल भन्छ। आकाशे पुल पब्लिक के अरे ब्रिज हो। यो कटिसक्यो। सिर्जना चोक पनि कटिसकेको अवस्था है। अब जिरोको लागि हामी अगाडि बढ्दैछौँ। जिरोसम्म पुग्नको लागि हेर्नु होला है। पोखराको ठाउँ कस्तो लाग्यो हजुरहरूलाई अवश्य पनि कमेन्ट गर्नु होला है त। यो पोखरा हाम्रो पृथ्वी चोक हुँदै यता सिर्जना चोक हुँदै हामी अब लगभग हामी जिरोको नजिक आइसक्यौँ। हामी त गाडी राख्ने ठाउँ भएन। फाइनली हामी जिरो आइसक्यौँ। अब गाडी पार्किङको लागि हामीले हेर्दैछौँ कता हो। अब जहाँ पाए त्यहीँ गाडी पार्किङ गर्न पनि नपाइने रहेछ। यहीँ राख्ने या फेरि पब्लिकहरू जाने आउने रहेछ नि त। ल फाइनली हामी जिरो आइसक्यौँ है। हामी त जिरोमा हो। यो जिरोको चोक जिरो चोक। यताबाट बाग्लुङ बसबाट गइन्छ। उता अगाडिबाट पनि गइन्छ। यताबाट हामी यो फेवाताल पनि गइन्छ होइन। यताबाट हामी फेवाताल पनि जाने हो। जिरो चोकबाट पामे फेवाताल यताबाट गइन्छ हामी। कता पार्किङ गाडी त गाडी खै यतै राख्ने रहन्छ यार। गइन्छ है। यहाँ अब न यो भयो उहाँ गयो त पाइन्छ। फेरि घुमाएर ल्याउनु पऱ्यो। यहीँ पार्किङ गरेर गाई केही प्रब्लम हुँदैन भने त गरौँ न त। यहीँ गरिदिन्छ फेरि पर्थ्यो। घुमेर न उतापट्टि त्यो साइड उताको साइडमा राख नि त। उता राइट साइडमा हामी गाडी घुमाउँदैछौँ पार्किङको लागि। पार्किङको लागि पनि निकै समस्या रहेछ। पोखरा जिरोमा आइयो। यहाँ फेरि
त्यो नाली अगाडि राखेन हो यहीँ राख्यो भइहाल्यो नि ल यहीँ राख्यो भइहाल्यो नि ल भयो भयो अब यहाँबाट कता यहाँबाट उतै ब्याङ्कमा गएर आउँछु यहीँबाट म बस्ने बस्नुहुन्छ कि बाहिर बस्नुहुन्छ यहीँ बस्छु म एकछिन बाहिर निस्केर बाहिरको भिजिट गरिदिनु पर्ला बाहिरको भिजिट गर्नु पर्ला यसो हल्का पोखरा जिरोको ठाउँलाई भिजिट गर्नु पर्यो ल हेर्नुहोस् है जिरो यही हो पोखरा पोखरा जिरो भन्ने ठाउँ यहीँ हो हामीले गाडी पार्किङ यहाँ राखेको छौँ हजुर अलिक थाहा भएन यता अगाडि सोध्नु न श्रम मन्त्रालय अब आफू आइराख्नु भएको थाहा हुन्छ त्यता रहेछ त्यो है यहाँ हाम्रो एकजना दिदीलाई सोध्नु भएको छ श्रम मन्त्रालय भन्ने अब आफू त आइँदैन आउनु भएको थाहा हुन्छ यो पानी फेरताल जानेतिर रहेछ त्यता देखाउनु भएको छ यहाँ दिदीलाई पोखरा पृथ्वी छोकैमा गाडी आयो पोखरा पृथ्वी छोकैमा कति केटी छैनन् रे होसैमा कस्तो लाग्यो पोखरा जिरो कमेन्ट गर्नु है यो मल्ल फ्रेस हाउस यहाँ कुखुराको बाख्राको मासु पाइन्छ मल्ल फ्रेस हाउस फ्रेस हाउस यो रहेछ धेरै चेन्ज भयो पोखरा पहिलाको भन्दा त पानी परेको छ है म त गाडीभित्र बस्छु है त बाहिर पानी परेको छ म गाडीभित्र बस्नु पऱ्यो ल है मेरो साथीहरू अब यत्तिकै बस्ने हो बाहिर यताउता भिजिट गरौँ भने पानी परेको छ ल है त अब यो भिडियोलाई पनि अब यहीँ स्टप गरौँ होला है ल हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला हैन कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला र साथ सपोर्ट पनि गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला है त